यति बेला राम मुनासँग भन्दाखेरि पनि कमलासँग निकै नै नजिक भएको भने हामीले बुहारीको गत एपिसोडबाट भने चाल पाएका छौँ कि अब राम कमला र मुनाको सम्बन्ध फेरि पनि टुट्ने नै हो त। किनकि यति बेला राम कमलासँग नजिक हुँदाखेरि उता मुनाको मनमा भने शङ्का उपशङ्काहरू भने उब्जिन थालिसकेको छ। अब के श्रुति र मालतीले फेरि जाल झेल षड्यन्त्र गरेर मुनालाई फेरि पनि राम र कमलादेखि छुटाउन कोसिस गर्लान् या त नगर्लान् त? कि अब फेरि पनि राम कमला र मुना छुट्ने सम्भावना कतिको छ त? त्यो सबै विषयमा तपाईँहरू पनि जान्न चाहनुहुन्छ भने र रामले कमलालाई किन काठमाडौँ लिएर गएका हुन् भन्ने कुरा जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् है त। र हाम्रो यो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने कृपया हाम्रो यो च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोस् है त। आउनुहोस् ढिला नगरिकन भिडियोको मेन विषयवस्तुतर्फ इन्टर गरिहालौँ। साथीहरू, यति बेला राम परिवर्तन भएका छन् भन्ने कुरा त तपाईँहरूलाई पनि पक्कै पनि थाहा छँदैछ होला। विगत लामो समयदेखिको राम कमला र मुनाको जिन्दगीमा सङ्घर्ष नै सङ्घर्ष भने गरिरहेका थिए र यति बेला रामहरू भने फाइनल्ली राम कमला र मुनाहरू भने एक भइसकेका छन् र उनीहरूको जिन्दगीमा धेरै लामो समय पछाडि भने खुसियाली छाएको छ। र यति बेला राम कमला र मुनाको जिन्दगीमा खुसियाली छाए पनि उता श्रुति मालती भने यति बेला गाउँमा नै छन् र यति बेला फेरि राम कमला र मुनालाई फुटाउने भने उनीहरूले कुनै पनि कसुर भने बाँकी भने राख्नेवाला भने छैन। रामसँग जोडी खोज्न भने फेरि श्रुतिले भने थालिसकेकी छिन् र यति बेला रामले भने श्रुति र मालतीलाई भने फेरि पनि छोडेका छन्। हुन त उनले जेल जानबाट भने बचाएका थिए, त्यस पछाडि भने घरमा बाँधेर भने सिर्जना कहाँ चाहिँ भनेर आफ्नै तरिकाले सोधखोज गर्दाखेरि भने कसैको फोन आएको थियो र त्यस पछाडि भने रामले भने श्रुति र मालतीलाई भने छोडिदिएका छन्। र फेरि पनि यति बेला रामले भने कमलालाई लिएर तत्काल काठमाडौँ भने गएका छन्। यसको पछाडि एकदमै ठुलो कारण भने हुनसक्छ। मेरो विचारमा पक्कै पनि कमलाको भने सन्तान हुँदैन भन्ने कुरा भने केही समय अगाडि भने आएको थियो। त्यसै कारणले गर्दाखेरि रामले राम्रोसँगले चेकअप गराउन या त डाक्टरसँग पहिला नै सल्लाह गरेको कारणले गर्दाखेरि रामले पक्कै पनि तिनीबाट वा अस्पतालबाट फोन आएको हुनसक्छ। त्यसै कारणले गर्दाखेरि रामले भने कमलालाई तत्काल काठमाडौँ लिएर गएको भने हुनसक्छ। या त केही समय अगाडि रामलाई साथ दिने जुन व्यक्ति थिए त्यही व्यक्तिले फोन गरेर बोलाएको कारणले गर्दाखेरि राम र कमला तत्काल काठमाडौँ भने गएका भने हुनसक्छन्, नत्र भने अरू कुनै कारण छ जस्तो मलाई भने पक्कै पनि लाग्दैन। आखिर रामले कमलालाई किन काठमाडौँ लिएर गए भन्ने कुरा त हामीले आगामी एपिसोडहरूमा पनि पक्कै पनि चाल पाउनेवाला नै छौँ। र तपाईँहरूलाई के लाग्छ साथीहरू, रामले आखिर कमलालाई किन काठमाडौँ लिएर गएका होलान् त? तपाईँहरूको आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। र राम कमला र मुना मिलेको देखेर तपाईँहरू मध्ये कतिको खुसी हुनुहुन्छ? यदि तपाईँहरू पनि धेरै लामो समय पछाडि राम कमला र मुना एक भएको देखेर खुसी हुनुहुन्छ भने हाम्रो यो भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम कमला र मुना लेखेर हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है त। त्यस्तै साथीहरू, हरेकपल्ट धनको घमण्ड गरेर अरूलाई सकाउन लागि पर्ने दुर्गा आमा भने आफै सकिएर भने गएकी छिन्। हो साथीहरू, परपुरुषसँग लागेर भने आफ्नै श्रीमानको हत्या गर्न पनि उनी पछि भने हटेकी थिइनन्। त्यस्तै उनले भने रामलाई नै सकाउनको लागि भने 50 लाख रुपियाँ ऋण भने लिएकी रहेछिन् र त्यही ऋण तिर्न नसकेर भने सहरमा रहेको घर पनि ब्याङ्कले लिलामी गरिसकेको रहेछ र यति बेला गाउँमा रहेको घरमा पनि ताला भने लागिसकेको छ। र यति बेला 50 लाख रुपियाँ तिर्ने बोझ भने अर्जुनको टाउकोमाथि भने आएको छ, थाप्लोमाथि भने आएको छ। तर यति बेला अर्जुनसँग 1 रुपियाँ पनि पैसा नभएको कारणले गर्दाखेरि आफ्नी आमा दुर्गा आमालाई जेलबाट हिरासत मुक्त गर्न भने कोसिस भने गरिरहेका छन्। तर रामको एउटा हस्ताक्षरले मात्रै दुर्गा आमालाई भने हिरासत मुक्त गर्न भने सक्छन्। तर रामले पनि यो अस्वीकार गरिसके पछाडि यति बेला अर्जुनको दुर्गा आमालाई जेलबाट निकाल्ने सबै बाटो भने बन्द भएको छ र अब अर्जुन फेरि आफै जेल जानुपर्ने अवस्था भने आएको छ। साथीहरू, दुर्गामा घरबार विहीन भएको देखेर तपाईँहरू मध्ये को खुसी हुनुहुन्छ? यदि तपाईँहरू पनि अपराधी दुर्गा आमा घरबार विहीन भएको देखेर एकदमै धेरै खुसी हुनुहुन्छ भने कृपया हाम्रो यो भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेखेर हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गर्नुहोला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्, नमस्कार।